गुड मर्निङ सबैलाई। र म मम्मी र पापा चाहिँ मुम्बई गएको पापाको हेल्थ चेकअपको लागि। हाम्रो ट्रेन चाहिँ थियो 3:30 बजी र हामी 2 बजीतिर घरबाट निस्किन आँटेको। गाडीमा चढेर हामी गएको एनजेपी पुगेर चाहिँ हामी ट्रेनको वेट गर्दैछौँ। हेर्दै हेर्दै ट्रेन पनि आइपुग्यो र हाम्रो कोच नम्बर हो B4। सिटमा बसेर एकछिनपछि ट्रेन पनि चल्नु थाल्यो र हामी 2-3 घन्टा सुते। ब्रेकफास्ट गरिसकेपछि भिडियो राम्रो लाग्यो भने फलो गरिदिनु होला। हाजीपुर से छोड्ने वाला है। अभी आपको दिखाएंगे गंगा नदी। सुबह हम लोग चढ़े थे एनजेपी से करीब 3:30 बजे। तो अभी बज रहा है 1। तो हम लोग आप पहुँचे हैं पाटलिपुत्र जंक्शन। तो ट्रेन का टाइम छूटने के लिए है अभी करीब 20 मिनट। 1:20 में छूटेगा। तो अभी बज रहा है 1। निर्धारित समय से आधा घंटा पहले हम पहुंच गए हैं दीनदयाल उपाध्याय स्टेशन। और हमारे आगे ये जा रहा है कामाख्या न्यू दिल्ली एक्सप्रेस। यो चाहिँ पूरी न्यू दिल्ली एक्सप्रेस। تكنولوجيا लु यहाँ हेर्नुहोस् है साथीहरू, ट्रेनको लिकमा ट्रक कुद्नु थाल्दैछ भने फ्युचरमा अझै के चाहिँ कुद्ला कमेन्ट गर्नुहोस् तपाईहरुले। उहाँहरूले चाहिँ ट्र्याकमा जहाँ गडबडी छ त्यो ठिक गर्ने काम गर्छ। टाइम भयो अहिले बेलुकाको 6 बजी। अहिले चाहिँ साथीहरू हामी चाहिँ पुग्यो मिर्जापुर। ट्रेन अघि निर्धारित समय से यो सर्ट लिँदा चाहिँ ट्रेनले हर्न बजाएर झन्डै छोड्यो मलाई। र मिर्जापुरबाट ट्रेन चल्नु थालेपछि को प्यासेन्जर्सहरू लुडो खेल्दैछ। यहाँ ट्रेनको इन्जिन सिग्नल पार गऱ्यो भने यसरी चेन्ज हुन्छ है साथीहरू। अभी पहुँच गए हैं प्रयागराज चौकी जंक्सन। र हामीले चाहिँ घरकै खाना बोकेर गएको थियौँ। 9-9:30 बजीतिर हामीले खाना खाएर सुत्यौँ। नेक्स्ट डेको भिडियो अर्को पार्टमा तपाईहरुले देख्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।